आवाज काठमाडौँसँग पुग्ने गरी भन्नुपर्छ। जय घण्टी। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म धेरै कुरा केही पनि भन्नेवाला छैन, किनकि भन्ने भन्दा गर्ने दिन अब नजिक आउँदैछ। धेरै समय छैन, आफ्नो हातले इतिहास लेख्ने दिन अब धेरै दिन छैन। म आज एउटा यस्तो गोर्खाको र देशको एउटा यस्तो सपुतसँग उभिएको छु जसले परिवर्तनको हुटुहुटु लिएर चुनावमा होमिनका लागि र परिवर्तनमा राजनीतिबाट अब आफ्नो जीवनलाई समर्पित गर्ने आँट हिम्मत र साहस गरेको छ। सुजन गुरुङसँगै उभिएको छु र मलाई यस्तो गर्वको महसुस भएको छ। मैले सुजन गुरुङको बारेमा केही भनिएन भने अन्याय हुन्छ। न्याय र अन्याय छुट्याउनु पर्छ। यहाँ कसैले भनेका छन् सिंहदरबार जलायो, यो गर्यो, विध्वंस गर्यो, जलायो, गोलीका कुराहरू मान्छेले भ्रम फैलाएका छन्। 23 गते गोली नचलेको भए कुनै पनि चिज चल्ने थिएन। बच्चालाई स्कुल ड्रेसमा आएका ससाना बालबालिकालाई छाती र टाउकोमा ताकी गोली नहानेको भए केही पनि चल्ने थिएन। जुन चल्यो, जे चल्यो त्यो फेरि बन्छ, तर रित्तिएको आमाको काख अब फेरि कहिले पनि भरिन्न। सिंहदरबार हामी बनाउँछौँ, यो कुरा पक्का छ। तर गुमेका हाम्रा भाइ बहिनीहरूको जीवन फेरि आउँदैन। तिनको सपनालाई हामीले जिउँदो बनाउनु पर्नेछ। अब तिनलाई जिउँदो पार्ने भनेको तिनले देखेको सुशासनको सपना मार्फत। त्यही सपना पुरा गर्न यसपटक सदनमा सुजन गुरुङलाई लिएर जानुपर्नेछ। सुजन गुरुङलाई, आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, 24 गतेका दिन प्रत्येक घरका मान्छे आन्दोलित थिए। देश जागेको थियो, घरबाट मान्छे आन्दोलित भएका थिए, किनकि राज्यले दमन गरेको थियो। दमनको विरोधमा घरबाट मान्छेहरू निस्किएका थिए। हो, जल्नु हुँदैन थियो। हामीले कहिल्यै गर्व गरेका छैनौँ। देशका संरचना जलेको कुरामा हामी सबैभन्दा बढी दुखी थियौँ। तर त्योभन्दा पनि बढी दुखी हामी हाम्रा कलिला भाइ बहिनीहरूको शरीर सडकमा ढलेको, उनीहरू ढलेको देखेर हामी बढी दुखी भएका हौँ।